भिडियो त सनसेट 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 देखाउँछु म हजुरलाई सनसेट कम छ सनसेट डुबिसक्यो गाइस के गर्ने दिनभरिको थकान मेट्दै घामले पनि विश्राम लिने बेला आइसक्यो त्यही हो गाइस वेलकम हेलो गाइस वेलकम टु माई ब्लग न्यू डे न्यू ब्लग हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला और हाम्रो गाउँले दाजुभाइहरू निकै छौ भयो आरामै छौ भयो के छ गाउँमा हुनुभएका दाजुभाइहरू पल्ला मल्ला गरेर कसा छन् निकै छन् कि कसा छन् पल्ला गरे बजेलाले सोद्धा थियो बुढिया तल्ला गरा बजेलाले सोद्धा थियो बुढिया मल्ला गरा बजेलाले बुढिया सोद्धा थियो बुढिया और परदेशमा रहनुभएका हाम्रा दाजुभाइहरू भारत इन्डिया अनि विदेशमा रहनुभएका हाम्रा दाजुभाइहरू के छ निकै छौको त बड्डाउ आरामै छौ भयो कामकाज कस्तो चल्ला बढी पैसा बोलेर ड्युटी जुन गया कहिले आराम हरियाल्या कहिले घुम्दै गइया हो कि नै कहिले घुम्दै गइया कहिले यसो मनोरञ्जन गरिहाल्या बड्डा वा त्यो पैसा बोलेर ज्यानको बाजी जन्ला गया त्यही हो पैसा त कमाउला कुनै दिन के छ र पैसा कमाउन कहाँ जाने हो र अनि सबैभन्दा ठुलो कुरा हाम्रो यो ज्यान हो भयो यो ज्यान हुनु पऱ्यो यो जिउ हुनु पऱ्यो त्यसपछि त हाम्रो सब चिज हुन्छ नि त्यही पछि हाम्रो सब चिज पैसा कमाउनु त छ जिन्दगीभरि काम गर्नु छ पैसा कमाउनु छ त्यो दोस्रो कुरा भयो पहिलो कुरा त हाम्रो ज्यान स्वास्थ्य एकदम ठिक हुनु पऱ्यो राम्रो हुनु पऱ्यो त्यसपछि दोस्रो कुरा आइहाल्छ यही भन्दै आजको भ्लग कहाँबाट स्टार्ट हुँदैछ भनेपछि अस्ति एक्लै आएको थियो नि आज भाइ आएको छ अस्ति एक्लै आएको थियो यहाँ सुनसान ठाउँमा टक्क मोहनाको नदीमा आज पनि फेरि टक्क आज त हल्का हल्का मान्छेहरू छन् यस्तो सिन छ कि यहाँ सनसेट हुँदैछ टक्क जङ्गल छ टक्क यस्तो के ऊ त्यहाँनिर नदी बग्दैछ अब नदीको छेउमा पनि जान्छौँ हल्का अगाडि गएर त्यहीँ कुरा गर्छौँ आज रमाइला कुरा गर्छौँ गफगाफ गर्छौँ यस्तै हो अस्तिसम्म भ्लग हाल्न पाएन गाइज होइन 2-4 दिन हिजो हालेँ एउटा आज आउँछ अब एउटा भोलि पनि आउँछ अब आउँछ व्यस्तता कारणले भन्नाले नि त्यस्तै प्रब्लम हुन्छ गाइज होइन प्रब्लमहरू फेस गर्दै जाने हामीले सबैलाई प्रब्लम छ मलाई मात्र होइन हजुरहरूलाई पनि प्रब्लम छ सबैलाई प्रब्लम छ मान्छे भएर जन्मेपछि सबैलाई प्रब्लम हुन्छ प्रब्लमलाई हामीले सोल्भ गर्ने हो प्रब्लमसँग हामीले फेस गर्ने हो क्या त्योसँग सामना गर्ने हो लडाइँ गर्ने हो त्यहाँबाट बाहिर निस्किन्छ अवश्य पनि मान्छे प्रब्लमबाट बाहिर निस्किन्छ कि त्योसँग सामना गरेपछि यहाँ त पुरा बालुवा छ अनि यहाँनिर टक्क नदी बग्दैछ मोहना नदी अनि टक्क अब बर्खा लागिसक्यो होइन त्यही भएर घाँसहरू पनि पलाइसक्यो अब ढकमक्क हुन्छन् सब पालुडी पलाएर होइन अब यहाँनिर बसेर हल्का गफगाफ गरौँ भनेको नदी त कति शान्त भएर बस्छ यार होइन फेरि अहिले शान्त हो फेरि बर्खा लागेपछि त्यसले उदम मचाउँछ उदम केटीहरू थिम्दा कहाँमा गइहालेन भने यहाँ नदीमा किनारमा 2टा केटी आएको थियो नि तरुनीहरू हेर्दैछ केटीलाई हेर्दैछ केटीलाई हेर्दैछ क्या यसले के हो अनि केटी बिहे गर्ने मन हो तेरो अझै कहाँको बिहे गर्ने अनि के छ तेरो प्लानिङ लभ म्यारेज गर्ने कि एरेन्ज म्यारेज गर्ने ल भन्छ लभ म्यारेज कसले गर्ने भने के हुन्छ केटा लभ म्यारेज गर्नलाई त केटाले लभ म्यारेज गर्नलाई केटामा विशेषता हुनुपर्छ केटाले माया गरेको केटी पाउनलाई निम्नलिखित विशेषता हुनुपर्छ केटा धनी हुनु पर्यो पहिलो त है अनि केटा लोयल हुनु हुँदैन प्ले बोय हुनु पर्यो अनि केटा बोका हुनु पर्यो त्यो भइहालेन अनि केटा ट्याटो हानेको हुनु पर्यो कपाल पालेको हुनु पर्यो होइन घर हुनु पर्यो सहरमा जग्गा जमिन हुनु पर्यो टन्न बुझिस् कि जापान गएको हुनु पर्यो अस्ट्रेलिया गएको हुनु पर्यो कि अमेरिका गएको हुनु पर्यो फरेन कन्ट्री गएको हुनु पर्यो बुझिनस् बाइकवाला चाहिँ अनिवार्य बाइकवाला हुनु पर्यो घुमाउने हुनु पर्यो ट्यापै हुनु पर्यो के अनि त
तँसँग केही छैन त्यस्तो, तँसँग पनि केही छैन, मसँग पनि केही छैन, कहाँबाट हाम्रो लभ म्यारेज हुन्छ? माथि उल्लेखित विशेषताहरू नभइसकेपछि हाम्रो लभ म्यारेज हुँदैन, हाम्रो एरेन्ज म्यारेज हुन्छ। लास्टमा एरेन्ज म्यारेज हो त्यही हो, म त लभ म्यारेज गर्दा पनि गर्दैन। म त लभ म्यारेज धोका पाएको होइन, हामीलाई कसले हेर्छ भन्ने कुरा त होइन, हेर्न त हेर्छन्, हामीले हेरिहाल्यो हामीलाई हेर्दैन, हामीलाई हेर्नेलाई हामीले हेर्दैन के त्यस्तै। म त लभ म्यारेज त नगर्ने भए किन लभ म्यारेज गर्नु पऱ्यो र? अब बाउलाई भनेपछि त बाउले भोलि नै केटी खोजिदिन्छन् गाउँमा, भोलि नै बिहे हुन्छ मेरो। लभ म्यारेज होइन, एरेन्ज म्यारेज गरेर त बाउलाई बाउ म बिहे गर्छु ल केटी हेर भनेपछि बाउले संस्कारी केटी खोजिदिन्छन् नि यार, काम साम गर्ने, बोली व्यवहार भागे खोजिदिइहाल्छन् नि। तर अहिले के बिहे गर्ने भनेर हो कि, अहिले बिहे नगरौँ, हल्का अब 4-5 वर्षसम्म रोकौँ, त्यसपछि बिहे गरौँ भनेर हो। बाउले त रोज दिन्छ, किन केटी खोज्ने रे हामीले, बाउले खोजिदिइहाल्छन् नि घरमा भनेपछि, बिहे गर्ने मन भएपछि बाउलाई भनेपछि बाउले खोजिदिइहाल्छन्। हामीलाई गाह्रो छैन केटी खोज्न, हेर केटी हो तिमीहरू धेरै भाउ नखाऊ, हामीलाई केटीको जरुरत छैन। घरमा भनेपछि बाउ म बिहे गर्छौँ, बिहे गर्न रेडी छौँ, केटी खोजिदिनु पऱ्यो भने बाउले खोजिदिन्छन्, राम्रो केटी खोजिदिन्छन्, संस्कार भएको राम्रो घर परिवार भन्नाले राम्रो घर परिवार व्यवहार भएको घर परिवारको केटी खोजिदिन्छन्, टक्क गाई भैँसी पाल्ने खालको होइन, काम साम गर्ने बोली व्यवहार भएको केटी खोजिदिन्छन्। त्यो अब अहिले के बिहे गर्ने भनेर केटी त कति पनि पाइन्छन्, त्यही हो। अब लभ म्यारेज गर्नु पनि हुन्न, लभ म्यारेज बेकार हो, ज्याउ झन्झट हुन्छ। माया लभ पछि गर्ने नि बिहे गरेर एरेन्ज म्यारेज गर्ने होइन, एरेन्ज म्यारेज गर्ने टक्क बिहे गरेर लभ गर्ने कि, अनि त्यसपछि बुढीलाई माया गर्ने, लभ गर्ने, घुम्ने, डेटिङ बस्ने, त्यसपछि पो मजा आउँछ। अब बिहे गर्नु अगाडि डेटिङ बसिसक्यो, घुमिसक्यो, फिराइसक्यो, त्यसपछि झ्याउ लाग्दैन? हो झ्याउ लाग्छ, त्यही भएर लभ म्यारेज गर्नुहुन्न। अब लभ म्यारेज गर्नु त हुन्थ्यो, अब हामीलाई भने जस्तो केटीले पत्याउँदैनन्, हामीमा विशेषता केही छैन, मैले अघि भनिसकेँ विशेषताहरू होइन। हामीमा न ट्यापे हामी, न के बाइक छ, न धनी छौँ, न पैसा छ। केटीलाई त्यति देख्नमा राम्रो नभयो भने पैसा बल्ल भन्नु पऱ्यो क्या, बुझिन? त्यही हो, यो जन्ममा लभ म्यारेज गरिन्न, म त एरेन्ज म्यारेज गर्ने हो। मलाई केटी कस्तो चाहियो भनेपछि अब सुन, जस्तो भए पनि हुन्छ क्या त्यो केटी, काली भए पनि हुन्छ, मोटी भए पनि हुन्छ, दुब्ली पातली भए पनि हुन्छ, छोटी पुट्की भए पनि हुन्छ, तर व्यवहार राम्रो हुनु पऱ्यो क्या। जस्तो केटी पनि चल्छ क्या मलाई, जस्तो केटी पनि चल्छ। जस्तो भनेपछि अब त्यो भ्याउडी भडुवै त ल्याउने कुरा भएन, तर पनि अब यस्तो के व्यवहार राम्रो भयो कि अरू जे कुरा भए पनि एक्सेप्ट हुन्छ कि। व्यवहार राम्रो हुनु पऱ्यो, बोली वचन राम्रो हुनु पऱ्यो। अनि मोटी भए जिम गराएर दुब्ली बनाउन सकिन्छ, दुब्ली भए पातली भए खुवाएर मोटी बनाउन सकिन्छ, काली भए फेयर लभली दलेर मोटी बनाउन सकिन्छ होइन। अब अरू कुरा सब चेन्ज गर्न सकिन्छ क्या, त्यो व्यवहार राम्रो भएन भने व्यवहार चेन्ज हुँदैन नि त। त्यही भएर अलि व्यवहार भएको हुनुपर्छ, त्यो व्यवहार भने बुझिसक्नु भयो होला के भनेर। त्यस्तो संस्कार भएको केटी, संस्कार भने पनि त्यो संस्कार भने आज त्यो प्यान्ट टी सर्ट लगाउने केटीलाई मात्र संस्कार सोच्ने होइन क्या। कसैले कुर्ती मात्र लाउँछ, सुट मात्र लाउँछ, प्यान्ट टी सर्ट लाउँदैन भन्दैमा त्यसलाई संस्कार भनिँदैन। संस्कार भने के हो भनेपछि आफूभन्दा ठुलालाई देख्ने बित्तिकै आदर सत्कार सम्मान गर्छ भने, आफूभन्दा सानालाई माया गर्छ भने, को मान्छेसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर जान्ने केटीलाई नै संस्कारवाली केटी भनिन्छ। त्यो प्यान्ट टी सर्ट लगाउने संस्कार नभएको, सुट सुरुवाल लाउने संस्कार भएको होइन। संस्कार भनेको बोली वचन व्यवहार हो। मान्छे के सोच्छन् भनेपछि सुट सुरुवाल लाउनेलाई संस्कारवाली रे, प्यान्ट टी सर्ट लाउनेलाई संस्कार नभएको रे, त्यो गलत हो मेरो बुझाइ है। तेरो के छ? मेरो पनि त्यही हो, उसको पनि त्यही छ रे। त्यस्तो गाइस केटी त के छ रे यार, बिहे गर्छौँ भनेपछि भोलि खोजिदिन्छन्। तर अहिले के बिहे गर्ने भनेर कहाँ केटी आज कहाँ गयो होला, कहाँ म गइहालेँ नि यार। तिनीहरू दुईवटा केटी आएर टिकटक बनाउँदै थिएन उतातिर होइन, त्यहाँ थिएन अघि। अहिले कहाँ म जङ्गलतिर लागिहालेँ। तिनीहरूको चालचलन मलाई ठिक लागेन, जसको पनि छोरीहरू होइन।
टक्क यहाँ मोहनामा आएपछि मजा आउँछ गाइस। यहाँ सुत्यो टक्क दुपोमा यस्तरी सुत्यो बस्यो अनि हल्का पछि घर गयो टक्क मन शान्ति हुन्छ क्या। लु है धेरै धेरै धन्यवाद मोहना नदीलाई पनि, तिमीले हुनाले यहाँ बगरमा आएर सुत्न पाछौ। धन्यवाद है मोहना नदी, धेरै धेरै धन्यवाद। केही डिस्टर्ब गर्दैन, सुत्न दिएछौ, शान्त छ। अब बर्खामा त ठुलो हुन्छ होला, बर्खातिर पनि आइराख्ने हो, घर जाने अब त गाउँ जाने हो म त। अब हल्का एक हप्ता छौँ यहाँ धनगढीमा, त्यसपछि गाउँ जाने, गाउँमा गएर भ्लग बनाउने रुपाएँ सुपाएँ गरेको। गाउँमा मजा आउँछ नि त भाइ, गाउँतिर आफ्नो सब कुरा हुन्छ। त्यही हो गाइस, सहर आएपछि गाउँ जान मन लाग्छ, गाउँमा बसेपछि सहर जान मन लाग्छ। मान्छेको मन त हो, कति बेला चेन्ज हुन्छ के हुन्छ थाहै हुन्न क्या। यो गरे नि भएन, त्यो गरे नि भएन, मेरो मन कहिले एउटा ठाउँमा बसेन। आन्टी हुने यार, आन्टीहरू पनि कसो मन होइन। यहाँ मोहनाको नदीको किनारमा डेटिङ आउने रहेछन् अस्ति एउटा अङ्कल र आन्टी होइन, बड्डा बड्डी के, बड्डा बड्डी पनि डेटिङ बस्दिरहेको भने मैले देखेँ कसो भने। म भिडियो बनाएन अब त्यस्तो बनाउनु भनेर, केटाकेटी त बस्छन् होइन, केटाकेटी त अब डेटिङ जाने नै भयो अहिलेको जमानामा होइन। बड्डा बड्डी पनि के 50-55 वर्षका बुढा र बड्डी के, आन्टी र अङ्कल के, अलग अलग घरको के। म तिनीहरूको मतलब पछि घर गएँ होइन, पछि भन्नाले म पनि घर जाँदै त्यही बाटो, म त एउटै घरका सोचेको, अलग अलग घरका रहेछन् होइन। म पनि अब त्यही बाटो घर जान लाग्थेँ नि त, त्यही बाटो मेरो पनि घर जाने, तिनीहरूको पनि त्यहीँ घर रहेछ। त्यसैतिर टक्कमा साला म त पछि पागल भएको, के हुँदैछ यो नेपालमा, कस्तो जमाना आयो, कस्तो दिनहरू आयो भनेर यार भाइ यार, साइको भइदिइरह भने। बड्डा बड्डी पनि डेटिङ बस्दिने, मा केटाकेटी त पायो कि दिइहाल्ने। के भयो नेपालमा त, यहाँका नेता पनि यस्तै, जनता पनि त्यस्तै, युवाहरू पनि त्यस्तै। तर मोहनामा एउटा कुरा चाहिँ ठिक लागेन है, यो फोहोर छ क्या, जताततै फोहोर, यता फोहोर यतातिर पनि फोहोरै फोहोर छ। यो मोहनाको ग्राउन्ड हो, अब अस्ति पनि देखाइसकेँ मैले। त्यहाँ बस्यो, त्यहाँ मेरो अहिले त्यहाँबाट आइसकेँ। अब घरतिर जानु छ, खाना बनाउनु छ, खानु छ, त्यस्तै हो। आज बिहेको कुरा भयो, अब म त एरेन्ज गर्ने भएँ, तपाईँ एरेन्ज गर्ने भइस्, लभ म्यारेज नगर पस्ताउँछस्। अरूलाई नगर त भन्नु भएन, गर्ने भयो त होइन, गर्ने मनका त लभ म्यारेज नै गर, राम्रो हो कि। अब भोलिका दिनमा गएर तिमीहरूको लाइफ एकदम राम्रो हुन्छ भनेपछि लभ म्यारेज गर होइन। अब भोलिको दिनमा गएर टेन्सन टर्चर यताउति हुन्छ भने, प्रेसर पर्छ भने नगर, अब एरेन्ज म्यारेज गर। म त एरेन्ज गर्ने हुनाले मैले सबैलाई त भन्न सकिन्न, अब म त एरेन्जै गर्ने हो। उसले लभ म्यारेज गर्छ भने मलाई छैन, कहाँ भागी बिहा गर्ने, मागी बिहा गर्ने नि। घरमा गएर टक्क बड्डालाई पठाएर बाउ ल जानु पऱ्यो केटी माग्न भनेर है, कसरी त्यो ठेके हुन्छ नि, दहीको ठेके बोकेर, ल है हजुर हामी त आयो, हजुरकोमा कन्या छन् कि, कन्या छ कि यो गाउँमा भनेर बसेर टक्क ठेकी बिसाउँदै, ओहो मजा आउँछ नि त त्यस्तरी। कहाँ मासला त्यो चोरले भागा जस्तै गरेर भगाएर कहाँ लैजाने हो र होइन, मजा आउँछ कि माघी बिहामा। माघी विवाह गर्नुको कारण कसैले पत्याउँदैन, गर्लफ्रेन्ड बनाउनु सकेको छैन, त्यही भएर लभ एरेन्ज म्यारेज गर्ने। ल गाइज, आजको भ्लग अब यहीँ इन्ड गरौँ, भोलि भेटौँला, नयाँ दिन नयाँ सुरुवात। गाउँ गएपछि आउने छ कि बबाल कन्टेन्ट, अहिले यस्तै हेर्दै गर्नु, गाउँ जान्छौँ नि अनि त्यसपछि धमाका आउँछ। अहिलेलाई अब यत्तिकै हेर्नु होला, यस्तै छ आज भोलि। अब भोलि भेटौँला, नयाँ दिन नयाँ सुरुवात, नयाँ भ्लगको साथमा। सबैजना आफ्नो ख्याल गर्नु होला। निकेरी बसेका गाउँले दाजुभाइहरू, जै ठाउँ छौ जहाँ छौ, जै कुना छौ, सधैँ निकेरी बसेका, आफ्नो ख्यालहरू खानापिना खाल्या, ल पैसाबाट पैसा पाछा मात्र रहेछन् लाग्या, आफ्नो स्वास्थ्यलाई ख्यालहरू हाल्या, घरतिरलाई फोन अद्दाएर या घरतिरलाई पैसा पठाउन या, सबैको भलो होइजाऊ, सबैको जय होइजाऊ, मेरो झन् डबल जय होइजाऊ भन्दै आजको भ्लग यहाँ इन्ड गरौँ। जय नेपाल, जय देश, जय हाम्रा वीर युवाहरू, जय गाउँले दाजुभाइहरू। ल बाई बाई।
ल बाई बाई भन्दै Bye bye. See you tomorrow. जय